आज हामी यो नेपालको सामाजिक सुरक्षा कोष के रे एसएसएफ यसबारे अलिक गहिरिएर कुरा गरौँ न। हुन्छ। हामीसँग यसको बारेमा आधारभूत जानकारीहरू त छँदैछ। आज चाहिँ यो कोष खासमा के हो, कसरी चल्छ अनि श्रमिकलाई के फाइदा हुन्छ यिनै कुरामा अलिक केन्द्रित हौँ। एकदम। यो त अब 2075 साल मङ्सिरदेखि नै लागू भएको हो नि, सरकारले ल्याएको हो। खास उद्देश्य चाहिँ के भन्छन्, सङ्गठित क्षेत्र मतलब औपचारिक रूपमा दर्ता भएका कम्पनी संस्थाहरूमा काम गर्नेहरूको आर्थिक अनि सामाजिक सुरक्षा बढाउने भन्ने नै हो। सङ्गठित क्षेत्रका श्रमिकको सुरक्षा भनेपछि भविष्यमा केही अप्ठ्यारो पर्दा, जस्तै अब बिरामी हुँदा वा उमेरले गर्दा काम गर्न नसक्ने अवस्था आयो भने त्यस्तो बेलालाई हो त मूल रूपमा त्यही हो। उनीहरूको जीवनस्तर पनि अलि सुधार्ने, हैन, भविष्य सुरक्षित गर्ने अनि अचानक केही पर्यो, स्वास्थ्य समस्या वा दुर्घटना, यस्तो जोखिमबाट जोगाउने नै यसको लक्ष्य हो। एक किसिमले सामाजिक बीमा जस्तै भनौँ न। तर सुरुमा त यो सबैलाई थिएन क्या अरे, हैन? को सहभागी हुन पाउँछन् त अहिले यसमा? हो, सुरुमा त नियमित तलब खाने सार्वजनिक र निजी क्षेत्रका श्रमिक मात्रै थिए। तर एउटा महत्त्वपूर्ण थप भएको कुरा के छ भने अब विदेशमा काम गर्ने नेपाली श्रमिकले पनि स्वैच्छिक रूपमा यसमा सहभागी हुन सक्ने भएका छन्। हो र, विदेशमा हुनेले पनि? त्यो त धेरै राम्रो कुरा भयो नि। यो निकै ठुलो विस्तार हो। अनि यसमा पैसा जम्मा गर्ने तरिका चाहिँ कस्तो छ? कति तिर्नुपर्छ रोजगारदाता र श्रमिकले? यसको प्रणाली कस्तो छ भने रोजगार दिने संस्था मतलब नियोक्ताले श्रमिकको आधारभूत तलबको 20% थप दिन्छ। 20% हो, अनि श्रमिक आफैले चाहिँ आफ्नो तलबबाट 11% योगदान गर्छन्। भनेपछि जम्मा गर्दा त 31% रकम पो हुने भयो त हरेक महिना श्रमिकको नाममा कोषमा जम्मा। यो त राम्रै रकम हो। 31%। यो सबै रकम श्रमिककै खातामा जम्मा हुने हो। अनि पछि विभिन्न सुरक्षा योजनाहरू छन् नि, हो त्यसै मार्फत उनीहरूले फाइदा पाउने हुन्। यही पैसाले त हो कोषका योजना चल्ने। अच्छा, त्यो जम्मा भएको 31%ले चाहिँ के सुरक्षा दिन्छ त? के छन् मुख्य योजनाहरू यसमा? कोषले मूलतः 4वटा मुख्य सुरक्षा योजना समेटेको छ। पहिलो त वृद्धावस्था सुरक्षा योजना, जसले पछि पेन्सन जस्तो दिन्छ। पेन्सन। दोस्रो औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा। यसले चाहिँ उपचार खर्च, सुत्केरी हुँदा चाहिने खर्चमा सहयोग गर्छ। स्वास्थ्यको लागि पनि भयो। तेस्रो आश्रित परिवार सुरक्षा योजना, कमाउने मान्छेलाई केही भइहाल्यो भने परिवारलाई सहयोग। अनि चौथो चाहिँ दुर्घटना र अशक्तता सुरक्षा योजना, काम गर्दा वा अरू बेला दुर्घटना भयो, काम गर्न नसक्ने भयो भने आर्थिक सहायता। सुन्दा त यी सबै योजनाहरू एकदमै महत्त्वपूर्ण देखिन्छन्, तर सुरुमा यसमा जोडिने प्रक्रिया अलि झन्झटिलो भयो, के हो बुझिएन भन्ने जस्ता गुनासा पनि अलिअलि सुनिएका थिए नि, हैन र? हो नि, त्यो त भयो। कुनै पनि नयाँ प्रणाली आउँदा सुरुमा अलि अन्यल, प्रक्रियागत कठिनाइ हुनु त्यो अस्वाभाविक पनि होइन। जानकारीकै कमी भयो कि प्रक्रिया बुझ्न समय लाग्यो होला। तर मुख्य कुरा चाहिँ के हो भने यसको दीर्घकालीन फाइदा हेर्नुपर्छ। यो आजको लागि मात्रै होइन नि त, भोलिको आर्थिक सुरक्षाको एउटा बलियो आधार हो। यो भविष्यको चिन्ता धेरै कम हुन्छ यसले। हो, त्यो त हो। त्यसो भए मोटामोटीमा भन्दा सङ्गठित क्षेत्रमा काम गर्नेहरूका लागि त यो कोषमा आबद्ध हुनु भनेको आफ्नो र परिवारको भविष्य सुरक्षित गर्ने एउटा गतिलो माध्यम नै रहेछ। निस्सन्देह। सुरुका केही अलमल वा झन्झटलाई एकातिर राखेर हेर्ने हो भने यसको महत्त्व ठूलो छ, खासगरी आर्थिक जोखिम कम गर्नका लागि। ल, आजको यो कुराकानीले सामाजिक सुरक्षा कोषबारे धेरै कुराहरू प्रष्ट भए जस्तो लाग्यो। धेरै कुराहरू समेटियो। अन्तमा जाँदै एउटा प्रश्नमा सोच्न छोडेर जाउँ है त। सामाजिक सुरक्षाका यस्ता व्यवस्थाहरूले समयसँगै व्यक्ति र सिङ्गो राष्ट्रकै आर्थिक सुरक्षाको जुन समग्र चित्र छ नि, त्यसलाई चाहिँ कसरी बदल्दै लैजान सक्लान्, यसबारे विचार गरौँ न।